दर्शन अनि नमस्ते, गुड मर्निङ डेक्सन। म आगमन प्रधान, साउदी अरबियाबाट। अहिले म साउदी अरबको अबहा भन्ने ठाउँ एरिया खमिस भन्ने ठाउँबाट हाम्रो खमिसको डिएक्सन अफिस चाहिँ यस्तो रहेको छ हैन। यदि तपाईँहरू कोही खमिसको वरिपरि हुनुहुन्छ, डिएक्सनमा आबद्ध हुनुहुन्छ र प्रोडक्ट्स पाउनु भएको छैन, ठाउँ चिन्नु भएको छैन, कहाँ किन्ने हो, कहाँबाट खाने हो भन्ने चाहिँ तपाईँहरूलाई थाहा छैन भने म ठ्याक्कै लोकेसन बताइदिन्छु। तपाईँ यो खमिसको चाहिँ यो गाडी पार्किङ एरिया छ यहाँ, अनि ठ्याक्कै त्यहीँ अगाडि अलराजी ब्याङ्क छ। अलराजी ब्याङ्कबाट उता रोड पारिपट्टि हेर्दाखेरि चाहिँ एउटा गोलो सिसावाला घर छ। त्यो घरको चाहिँ भित्र जानुहोस्, त्यो घरको दोस्रो फ्लाइटमा जानुहोस् हैन, अनि सिधा यता छेउमा आउनुहोस्। ठ्याक्कै चाहिँ हामीले तपाईँले डिएक्सन भनेको चाहिँ एउटा बोर्ड देख्नुहुन्छ र यहाँनिर चाहिँ डिएक्सनका सम्पूर्ण सामानहरू पाउँछन्। यहाँ तपाईँले जे चाहे पनि, मतलब यहाँनिर ट्याब्लेटहरूमा चाहिँ केही पनि पाउँदैन हैन। जस्तै आरजिजिएलहरू यिनीहरू जुन ट्याब्लेटमा हुन्छ नि, यिनीहरू पाउँदैन। ट्याब्लेटमा तपाईँले के पाउन सक्नुहुन्छ भन्दाखेरि ट्याब्लेटमा चाहिँ त्यही एउटा जिमिट चक्लेट पाउनुहुन्छ, नत्र अरू सबै यहाँ चाहिँ पाउडरमा मात्र उपलब्ध गराएको छ। जुन पाउडरमा चाहिँ अब रिस्मेसन पाउडर रहेको छ, अनि के भन्छ उयो अब कफीहरू त्यो भइहाल्यो हैन। अनि स्पाइरुलिना पाउडरमा पाउनुहुन्छ, ट्याब्लेट पाउनुहुन्न। झोलिलो पदार्थहरू पाउनुहुन्छ हैन। अनि अरू बाँकी सबै पाउनुहुन्छ, जस्तै तपाईँले टुथपेस्टहरू पाउनुहुन्छ, गार्नियर सोप, गार्नियर स्याम्पू, अनि एलोभेरा जेलहरू, टिटी क्रिमहरू हैन, ब्ल्याक कफी, कोडिसिप कफी, माइको भेजी लगायत जति पनि अरू सामानहरू पाउडरहरूमा र झोल पदार्थहरूमा सबै पाउँछन्। तर सिर्फ यहाँ ट्याब्लेटमा चाहिँ अलिकति मनाइ छ हैन। यहाँ एलाउड छैन यहाँ साउदीमा, त्यही भएको कारणले यति भन्दै म चाहिँ यहाँहरूमाबाट बिदा हुन चाहन्छु। नमस्ते।